अनि सुनिराख्नु भएको छ। अब यहाँ मैले यसरी भेला कुराहरू राखेको चाहिँ जुन एउटा 5 प्रकार हुन्छ, त्यसमध्येमा भाषण स्पिच भनिन्छ। भाषणमा चाहिँ टक्क आयो, प्रमुख वक्ताहरूले अथवा उहाँले आउनुहुन्छ, तपाईँहरूले केही पनि सोध्नु पाउनुहुन्न, सुन्ने हो, मन परे सुन्ने हो, मन परेन सुन्नु पर्दैन। भाषण। दोस्रो अन्तर के अरे ओरिएन्टेसन, अभिमुखता भन्छ। अभिमुखमा चाहिँ कुनै सर्टेन विषयमा तपाईँहरूलाई मैले यस्तो है भनेर जानकारी मात्रै दिएँ। जस्तो स्कुल कलेजहरूमा चाहिँ अब भोलिदेखि पढाइ हुन्छ, पर्सिदेखि भोलि चाहिँ तपाईँहरूले ओरिएन्टेसन दिन्छ, यति कक्षा हुन्छ, यति हुन्छ, यस्तो यस्तो विषय भनेर दिने ओरिएन्टेसन अभिमुखीकरण। तेस्रो प्रशिक्षण। प्रशिक्षणमा चाहिँ तपाईँहरूले सवाल जवाफ पनि गर्नुहुन्छ, हामीले त्यो कुरा सुन्छौँ पनि भन्छौँ पनि, र तपाईँहरू पहिला यहाँ आउँदाखेरि जुन तरिकाले आउनु भएको थियो त्यो कुराहरूलाई तपाईँहरू जाँदाखेरि धेरै कुराहरू बौद्धिकता वैचारिक रूपमा सशक्त भएर बुझेर र अर्को ठाउँमा गएर पनि सिकाउने क्षमता लिएर जानुहुन्छ प्रशिक्षण। हामीले प्रयास गरेको चाहिँ त्यही प्रशिक्षण कार्यक्रम हो। त्यस पछाडि अर्को प्रशिक्षण भन्छ टिओटी टक। त्यो चाहिँ तपाईँहरू यहाँ जे जति उपलब्ध हुन्छ त्यो चाहिँ 17-18 दिनसम्म चल्छ है। संस्थागत रूपमा र सरकारी रूपमा गर्दाखेरि चाहिँ 17-18 दिन चल्छ। टट भन्छ प्रशिक्षणको प्रशिक्षण। तपाईँहरूले सिकाएर गइसकेपछि मजाले सिकाउन सक्नुहुन्छ। त्यो त अहिले सम्भव नहोला, तर हामीले प्रयास गरेको चाहिँ प्रशिक्षण हो। त्यस कारणले गर्दाखेरि म यहाँ बसेर कुरा पनि गर्दिनँ, म त्यहीँ तल आएर यहाँसँग कुरा गर्छु र म तपाईँहरूको ध्यान आकर्षणको लिनको लागि केही प्रश्नहरू पनि तपाईँहरूसँग सोध्न सक्छु, किनभनेदेखि जुनै पनि कुराको तपाईँहरूसँग हुनसक्छ। अहिले चाहिँ के गरौँ भने तपाईँहरू विभिन्न सामाजिक संस्थाहरू जुन अघि मैले भने त्यसका घटकका प्रतिनिधिहरू पनि आउनुभएको छ, जिल्ला अध्यक्षहरू आउनुभएको छ, हाम्रो केन्द्रीय सदस्यहरू पनि हुन्छ र पालिका नगरपालिकाका अध्यक्ष लगायत पदाधिकारी पनि हुनुहुन्छ। अहिले के पटारीबाट कोही आउनु भएको छ कि छैन? पटारी गाउँपालिका आउनु भएको छैन। अब मैले अघि नै भने अब हाम्रो 17 गते चाहिँ हामी कालो फागुन 17 गते हाम्रो कालो दिवस थियो, त्यस पछाडि 16 गते हाम्रो कार्यक्रम छ र अब हाम्रो निरन्तर यो प्रशिक्षण कार्यक्रमहरू चलिरहेको छ। तपाईँहरूले गएर आफ्नो गाउँपालिका नगरपालिकामा गएर यस्तै खालको प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। लिङचिङबाट आउनु भएको छ, लिङचिङको गाउँपालिकाबाट दुःखको लिङचिङ सबैभन्दा धेरै किराँत राईहरूको बस्ती भएको ठाउँ हो। त्यहाँनिर मातृभाषा सामिल भाषा सबैले भन्दा धेरै बोल्नुहुन्छ, तर पनि अहिले सरकारी कामकाजको भाषा घोषणा गर्नु आँट गर्नुभएको छ नि। त्यहाँ पोर्टफोलियो गरिरहनु भएको यस कार्यक्रममा तपाईँले प्रतिनिधि भएको चाहिँ दुःखको कुरो। अब अन्य कार्यक्रममा तपाईँहरू उपस्थित हुने प्रयास गर्नुहोस्। यसै तरिकाले गर्दाखेरि अब 14 नगरपालिकाबाट सायद थुप्रै आउनु भएको होला, हात उठाइदिनुहोस् त। 14 नगरपालिकाबाट ल चौरडीबाट थुप्रै आउनु भएको रहेछ। अब तिरुगा नगरपालिकाबाट को हुनुहुन्छ? हात उठाइदिनुहोस् त। राम्रो। यस योभन्दा अगाडि यो पनि अलिक थोरै, किनभने यहीँदेखि तपाईँले लिँदाखेरि किराँत राईहरूको प्रशस्तै बस्ती भएको ठाउँ हो। यो प्रशिक्षणको कार्यक्रमहरू त यति थोरै हिँड्नु उपस्थिति हुन्छ भने कुनै बन्दको कार्यक्रमहरू गर्दाखेरि मलाई याद छ, हामीले गत साल 2079 साल 27 र 27 गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको थियो। त्यतिखेर यहाँ धेरै अप्ठ्यारो परेको थियो। मैले सोचेको थिएँ यहाँ त धेरै राम्रोसँगले बन्द सफल होला भन्ने सोचेको थिएँ, त्यो हुन सकेन। पछाडि बिस्तारै स्टप गर्दै काम गरिरहनु भएको छ, गरिरहनु भएको छ। हाम्रो अध्यक्षज्यूहरू लगायत उहाँलाई कति गाह्रो भयो होला त्यतिखेर। यहाँको मैले अघि पनि भन्दै थिएँ, हाम्रो केन्द्रीय सदस्यज्यूहरू हुन्थ्यो र के अरे चौधरीहरूको अध्यक्षले भन्नुहुँदै थियो तिरुगा नगरपालिकाकै बजार क्षेत्रकै धेरै सहभागी हुनुहुन्छ होला है। भेला मेरो साला पर्नुहुन्छ भेलाको त्यो पनि कमी नै रहेछ। अनि चौरडी नगरपालिका गाउँपालिकाबाट हुनुहुन्छ तपाईँहरू कतिजना हुन्छ? भन्नुहोस् त। होइन के अरे उदयपुर गढी 3जना त आउनु भएको छ। ल
आशा छ त्यति लामो जाँदैन पनि हाम्रो जब हामी अन्तिम नतिजासम्म तपाईँहरू कोही पनि यहाँदेखि उठेर जानुहुन्न तपाईँहरूको मोबाइल पनि साइलेन्टमा राख्नुहोस् विशेषमा मोबाइल बोकेर नजानु होला म्यासेज गरिदिनु होला म पछाडि धेरैभन्दा धेरै महत्त्वपूर्ण कुरा लिएर पूर्वमन्त्री गोपालतिर आइदिनु हुन्छ तपाईँले आफ्नो सम्पूर्ण जीवनै केही पहिचानको विषयमा नै लगाइराख्नु भएको छ त्यो पछाडि पनि प्रशस्तै तपाईँ हामी इन्टरेक्सन पनि गर्नु तपाईँहरूले के सिक्न खोजेको छैन केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कार्य समितिहरूमा के छ केन्द्रीय पदाधिकारीहरू यहाँनिर 5 जना छन् उदयपुर जिल्लाको सह अध्यक्ष केन्द्र म युवराज राई सह कोषाध्यक्ष गणेश काली सह कोषाध्यक्ष सरस्वती होइन हामी जिल्लालाई अनि 2 जना यहाँनिर अहिले केन्द्रीय सदस्य हुनुहुन्छ 7 जना हुनुहुन्छ तर आन्दोलन चाहिँ किन उठाउन सक्दैन हामीले किन ठ्याक्क यहाँ चरा रुसाहरूलाई पनि उडाउनु गर्न सक्दैनौँ जसरी यहाँनिर 7 जना जाँदाखेरि तपाईँहरू लाखौँ उठ्दैन उडाउनुहुन्छ किन अब आन्दोलनको बेलामा चाहिँ कुनै गाईहरू देखिँदैन के गाईहरू अब त्यसलाई निर्धार उ भइसके यिनीहरूलाई चाहिँ जे भन्ने पनि हुन्छ त्यसको बाबुको नाम गणेश भन्दाखेरि पनि हुन्छ त्यो तपाईँहरू किनलाई जातिहरूको भाषामा के छ भनेदेखि भूमि भनेको हाम्रो माटो हो हामी भूमिपुत्रहरू त्यसैले हाम्रो यो ठाउँ हाम्रो यो भूमि हाम्रो हो यो भूमि हामीलाई सोधिन्छ तर हाम्रो भूमि नै नहटाउने हाम्रो बाबुकै नाम नराख्ने हाम्रो इतिहासै मेटिदिने कुल्चिदिनु भएपछि हामी सही राख्छौँ त्यसले गर्दा कोही निक्लिनुहुन्न यहाँका आदिवासीहरू कोही निक्लिनुहुन्न किन त्यसको पनि हामी समीक्षा गर्छौँ तपाईँहरूलाई कस्तो लाग्छ म अहिले सोध्न सक्छु तपाईँहरूलाई त्यही पनि बेला कुनै पनि अब दिलुवाकै यहाँ यो जो उपस्थित हुनुहुन्छ उहाँसँगै पनि मैले प्रश्नहरू सोध्न सक्छु किन त्यस्तो भएको कोही हुनुहुन्छ यहाँनिर भन्नु सक्नुहुन्छ किन त्यस्तो भएको होला यसमा चाहिँ यो हामीले आन्दोलनमा हामी अलिकति अग्रसर हुन नसक्नुको कारण चाहिँ हाम्रो एउटा कुरो पहिलो कुरो चाहिँ हामीलाई सूचना अलिकति समयमा नहुनुको कारण फ्रेड प्लानको कमजोरी र जुन हामी विराटनगरमा जाँदा पनि पटक पटक आन्दोलनको लागि गयौँ त्यो आन्दोलनमा जाँदाखेरिमा हामीलाई कमान्ड कन्ट्रोलको पनि कमजोरी मैले देखेको छु यसमा हामीले वास्तविक हामीले आन्दोलन अगाडि छाड्नै पर्छ र गर्नै पर्छ भनेदेखि आन्दोलनको लागिलाई हामीले कम्तीमा पनि 24 देखि 48 घण्टा समय अगाडि नै हामीले गाउँघरको साथीभाइहरूलाई भन्ने मौका र समय पाउनु पर्यो र आन्दोलनको लागिलाई फ्रेड प्लान यसमा हुन्छ भनेदेखि जुन हामी विराटनगर अथवा कुनै पनि ठाउँमा गएर आन्दोलन गर्दाखेरिमा त्यसमा हाम्रो कमान्ड कन्ट्रोलको लागि आवश्यक छ त्यो कमान्ड कन्ट्रोल राम्रोसँगले होस् जस्तै दार्जिलिङ लिम्बू जुन भित्र जानुभयो जुन घटना त्यो बेलामा पनि म पुगेको थिएँ आन्दोलनमा त्यतिखेर पनि कमान्ड कन्ट्रोलकै कमजोरी भएको कारणले नै गर्दाखेरिमा उहाँको ज्यान घुमेको जस्तो लाग्छ मलाई धन्यवाद हवस् धन्यवाद अबको दिशाहरूमा थुप्रै कार्यक्रमहरू आउँछ त्यस्तै बन्द गर्न आउँछ अवस्था पर्दाखेरि लिम्बूहरूले त ज्यान दिइसकेको छ अनि किराँतीहरूले पनि भोलि सायद दार्जिलिङले जस्तै ज्यान दिनु पर्ने पनि प्राण दिनु पर्ने पनि छोड्ने कुरा कसरी बोल्न सक्नुहुन्छ ल छोड्छु यस्तो प्रशिक्षण कार्यक्रममा यहाँ जति हामी भेटनबारी भएका छौँ आज यो आन्दोलन किन उठेन के कारणले उठेन भनिरहँदा र आज यो प्रशिक्षण गरिरहँदा अझ मैले जुन 2 शब्द बोल्नु पाएँ धेरै खुसी लागेको छ आज एक उदयपुरमा 5 जना केन्द्रीय सदस्य किराँत याखा बाटो यहाँ भन्नुभयो किराँत याखाले जनजागरण अभियानको सवालमा हाम्रो किराँत याखा केन्द्रीय सदस्यहरूले साङ्गठनिक हिसाबले अगाडि बढाए जस्तो मलाई लाग्दैन र नेपाल आदिवासी जनजाति महासङ्घलाई अहिले सङ्घर्ष समिति हाम्रो उदयपुर सङ्घर्ष समितिले नेपाल आदिवासी जनजाति महासङ्घलाई जबसम्म आफ्नो
विश्वासमा ल्याउन सक्दैन तबसम्म यो आन्दोलन उठ्छ भन्ने मलाई लाग्दैन। हाम्रो सबै आदिवासी जनजाति आदिवासी जनजाति महासङ्घ समितिको